के नेपाल एक पुस्तामै बदलिन सक्ला? कसरी एउटा सही नेतृत्वले एउटा डुब्न लागेको देशलाई शिखरमा पुर्यायो र आउँदो निर्वाचन अघि हामी नेपालीले यसबाट के सिक्नुपर्छ? सन् 1965 जब सिङ्गापुर मलेसियाबाट अलग भयो, त्यहाँका मानिसहरू रोइरहेका थिए। उनीहरूसँग न प्राकृतिक स्रोत थियो न त उद्योग। प्रति व्यक्ति आम्दानी आजको नेपालको भन्दा पनि कम थियो। जताततै फोहोर, ढलको समस्या र कर्मचारी तन्त्रमा व्याप्त भ्रष्टाचारले देश खोक्रो भइसकेको थियो। ठ्याक्कै त्यस्तै अवस्था जस्तो आज हामी नेपालमा महसुस गरिरहेका छौँ। त्यो कठिन समयमा नेतृत्व सम्हाल्न आए ली कुआन यू। उनले भाषण मात्र गरेनन्, कडा कदम चाले। भ्रष्टाचार विरुद्ध जिरो टलरेन्स। उनले भनेका थिए, यदि तपाईँ सिँढी सफा गर्न चाहनुहुन्छ भने माथिबाट सुरु गर्नुपर्छ। उनले आफ्नै निकटतम मन्त्रीहरूलाई समेत भ्रष्टाचारमा जेल हाले। जबसम्म शीर्ष नेता इमानदार हुँदैन तबसम्म देश सुध्रिँदैन भन्ने उनलाई थाहा थियो। क्षमताको कदर। उनले आफ्ना मान्छे वा नातागोतालाई होइन, जो योग्य छ उसैलाई जिम्मेवारी दिए। आफ्नो मान्छे भन्दा राम्रो मान्छेलाई चुने। अनुशासन र भिजन। उनले जनतालाई अनुशासित बनाए र सिङ्गापुरलाई विश्वको व्यापारिक केन्द्र बनाउने सपना देखे। आज त्यही भिजनले सिङ्गापुरलाई बिजनेस हब बनाएको छ।